मरुभूमिको तातो बालुवामा होइन, आफ्नै देशको जमिनमा पसिना बगाउँदै स्वदेशमै केही गर्ने सङ्कल्पका साथ अघि बढिरहेका छन् एकजना युवा। उनका दौतरीहरू हातमा पासपोर्ट र लगेज बोकेर एयरपोर्टमा लाइन लागिरहँदा उनी भने फलफुल पसल चलाएर आत्मनिर्भरताको बाटो र आधार खोजिरहेका छन् गाउँमै बसेर। युवाहरूको भिडमा आज म तपाईँलाई यस्ता युवासँग भेटाउँछु जो स्वदेशमै बसेर फलफुल व्यवसाय गरिरहेका छन् र यही ठाउँमा बसेर आत्मनिर्भर बनिरहेका छन् र उनी धेरैभन्दा धेरै युवाहरूको निम्ति पनि एउटा उदाहरणीय पात्र बन्न सक्छन्। सानै भए पनि आफ्नै व्यवसाय चलाउँदा सानो भइन्छ कि भन्ने मान्यता राख्नेहरूका लागि ती युवा उदाहरण हुन्। चोरी गर्नु, झुठो बोल्नु गलत हुन सक्छ, तर परिश्रम गरी खान कुनै सङ्कोच मान्नु हुँदैन भन्ने ती युवाले मान्यता राख्दछन्। उनको त्यही सोच, धारणा र मान्यताले उनी सफल व्यवसायका रूपमा अघि बढिरहेका छन्। मैले आज तपाईँहरूलाई अलिक फरक खालको प्रस्तुतिकरणमा जोडिरहेको छु। वास्तवमा धेरै युवाहरू विदेश नै जानुपर्छ भन्ने मान्यता बोक्छन्। देवदहको शीतलनगरमा एकजना यस्ता युवा छन् जसले विदेशमा होइन स्वदेशमा म केही गर्छु भनेर सामान्य एउटा फलफुलको पसलबाट आफ्नो व्यावसायिक यात्रालाई सुरु गरेका छन्। झन्डै 5 वर्षदेखिबाट उनले आफ्नो यात्रालाई सुरु गरेका हुन्। आज राम्रो व्यावसायिक सफलता पनि पाइरहेका छन् र म उनैसँगको कुराकानीका निम्ति आज म तपाईँहरूलाई तिनै युवाको फलफुल पसलमा लिएर जान्छु। नमस्कार, म रामबहादुर ढेका मगर। म विगत 3-4 वर्षदेखि यो फलफुल व्यवसायमा लागि हुँ। मलाई ठिकै लाग्यो यो फलफुल व्यवसाय। एकदम शीतलनगर चोकमा छ मेरो, राम्रो चल्छ। ग्राहकहरूको माया ममताले यहाँ चलाइरहेको छु। महत्त्वकाङ्क्षी सोच, अनावश्यक तामझाम र आम्दानीभन्दा खर्च धेरै गर्ने प्रवृत्तिले नेपाली समाजलाई प्रभावित गरिरहेको सन्दर्भमा रामबहादुर ढेङ्गा भने सानो भए पनि आफ्नै पेसा गरेर आत्मनिर्भरताको बाटोमा जोडिएका छन्। यो व्यवसायबाट अगाडि बढ्नका लागि, आर्थिक आधार निर्माण गर्नका लागि कतिको सहज भएको छ? सहज ठिकै राम्रै भएको छ, सहजै भएको छ। अब यसैले गर्दाखेरि घरमा जम्मै अब रासन पानी अब यसैबाट जम्मै भएको छ। अब घर केही नभए नि जम्मैलाई राम्रो खाना लाउन मजाले पुगेकै छ होइन। त्यसैमा खुसी छौँ। अब जे भए पनि अब मान्छेको त्यही त हो नि, रोजीरोटी चल्न पर्यो। अब त्यसैमा खुसी छौँ। अब सबै ठिक छ भन्न पर्यो। यही दोकानले अझैसम्म राम्रै गरिरहेछ। रामबहादुर ढेङ्गा मगरका धेरै साथीहरू खाडीको विभिन्न मुलुकहरूमा छन्। परिवारको भोक, रोग र शोकलाई टार्न उनीहरूलाई हम्मे परेको छ। तर रामबहादुर ढेङ्गा मगर भने निर्धक्क भएर आफ्नो व्यवसायमा रमाइरहेका छन्। बाबा, आमा, घर परिवार र जहान बच्चासँग स्वदेशमै बसेर उनले दिन 2 गुणा रात 100 गुणा प्रगति गरिरहेका छन्। व्यापार, व्यवसाय, समाज र उद्यमलाई उनले नजिकबाट निहाल्ने मौका पनि पाइरहेका छन्। नेपालमा बसेर केही हुँदैन भन्नेहरूका लागि उनी एउटा गतिला उदाहरण र प्रमाण पनि हुन्। मलाई राम्रो अनुभव भइरहेको छ। किन भन्दाखेरि अब मान्छेले गरे के हुन्न र अब गरे हुने हो होइन, नगरे त केही पनि हुन्न। अब कसरी हुन्छ टिक्न सक्न पर्यो जे चिजमा पनि। अब आजको आजै भोलि त होइन, बिस्तारै इति गर्दै थोपा गर्दै समुद्र बन्नियो। त्यस्तै हामी पनि अब धैर्य गर्न पर्यो। एकैचोटि धेरै खोजेर भएन। अब यसैलाई अब आज इति हुन्छ, भोलि इति हुन्छ। आज 1 जना बढ्छ, भोलि 2 जना बढ्छ, पर्सि 4 जना बढ्छ। त्यस्तै गर्दै बढाउने हो व्यापार भनेको। जे चिज पनि त्यस्तो गर्दै धेरै हुने हो। त्यही भएर एकैचोटि नआत्तिनु होला। विदेश भनेको नि त्यस्तै, अरूको देशमा गएर भनेको तपाईँको अरूको देशमा गएर पनि अब त्यस्तै हो। भनेको बेला यो हुन्न त्यो हुन्न। अब नेपालमा जस्तो यहाँ जस्तो केही छैन। विदेशमा भन्ने भनेको दुःख पाउने हो। जहाँ गरे पनि यहीँ आनन्द छ आफ्नै देशमा। अब आफ्नै देशको अब दाजुभाइ दिदीबहिनीहरूको माया छ, यहाँ जम्मै छ। अब घर परिवारसँग टाढी नपऱ्यो होइन, जम्मैसँग मिलेर बस्न पाइयो। म त यहीँ नै गरौँ, केही न केही यहीँ नै गरौँ भन्छु नेपालमै, आफ्नै देशमा। अनुभवले खारिएको उनको त्यो अनुभूति कम्ता घतलाग्दो छैन। सुरुमा त अप्ठ्यारै हुन्छ हेर्नुहोस्। जे काम गर्दा पनि सुरुमा अप्ठ्यारै हुन्छ। धैर्य गर्न सक्नु पऱ्यो। यो मलाई नि सुरुमा गर्दाखेरि धेरै अप्ठ्यारो लाग्थ्यो। अब अहिले बिस्तारै राम्रो हुँदै गयो। 3-4 वर्ष भइसक्यो, अहिले धेरै नै राम्रो भइरहेको छ है। साहसी युवा जो साहसको मतलब युद्धमा लड्ने मात्र होइन, जीवनयापनका लागि सहजता खोज्नका लागि यो देशमा केही गर्नुपर्छ
यो देशमै अडिनुपर्छ भन्ने एउटा साहसी युवकसँग आज मैले तपाईँहरूलाई साक्षात्कार गराएँ। उनको फलफुल पसल एउटा चर्चित फलफुल पसल पनि हो। देवदह 7 शीतलनगर बजारमा उनको फलफुल पसल एउटा अग्रणी फलफुल पसल पनि हो। सोही पसलमा आज मैले यहाँहरूलाई लगेँ र उनको फलफुल यात्रा, उनको व्यावसायिक यात्राको बारेमा जानकारी पनि दिने मौका मिल्यो। र भोलि फेरि अर्को हामी फरक नयाँ ढङ्गको भिडियो मार्फत तपाईँहरूसँग भेटघाट गर्नेछु। अहिले बिदा चाहन्छु। नमस्ते।